Okey. Okey ka na? Kati घिउ निस्किन्छ हेरौँ है यसको कति घिउ निस्किन्छ होला के हामीले Kasi gumawa niya, dahil. Isi gumawa ka. Mami ako! Ako. Nagkakaroon na agad. Kuku. Pati kasi so di ba lahat kami kasi ano say अब घिउ निकाल्ने के गर्ने बाबु फुकी खाने फुकी थोरै निकाल्ने घिउ है कि आज अब घि र के खान्छ यो पर बडा का दूध भयो ठीक राख्दै अब चाहिँ यसको टाइम लगेगा इसको डिपर में जल्दी हो जाता है इसमें टाइम लगेगा मत करना उसको तो तो ऊपर में टमाटर बड़ा टाइम डाल दिया बोरा अब इसी तरह इसे लगे तो घी फिर दिया घी मैं करूंगा अगर मैं करूं कर अच्छा नहीं होता तेरा मम्मी लाए मम्मी मम्मी के देख मम्मी घी निकाल दिया मैं तो मम्मी को देख मम्मी ने तो घी निकाल दिया एक तो कितना क्या घी निकल रही है बना हेरे दोस्तों हेलो दोस्तों आज मैले मैंने घी निकाल्दैछु घी निकाल तो अच्छा निकल गई यहाँ हाँ अब मम्मी निकालेगी ठीक है ठीक है बाबुले घी निकालिया ना हाँ दोना से घुमाऊ घुमाऊ अब हेर्नुहोस् न साथीहरू त घुमाइ हुँदै होइन त्यसपछि मैले डिब्बामा राखेर एकदमसित हल्लाउन थालेँ घिउ निकाल्नको लागि सानो हुँदाखेरि आमाले बुवाहरूले छोरी घिउ खाऊ मै खाऊ दुध खाऊ भन्दा मैले कति नखरा देखाउँथेँ कि मैले खान्न भनेर घरमा मै दुध घिउ हुँदा पनि मै हुँदा पनि पानी खान्थेँ घिउ हुँदा कहिले घिउसँग भात खाइनँ अहिले चाहिँ नभएपछि घरमा नभएपछि हुँदो रहेछ जो कुरा घरमा हुँदैन उही कुराको महत्त्व हुँदो रहेछ भने चाहिँ भयो अब यही घिउको लागि थोरै तर्जमा गरी घिउ निकाल्नु पर्ने के आपत आएको पहिला केही कुराको टेन्सन थिएन अहिले कति धेरै जिम्मेवारी पनि त होला नि है यो सबै गराएको हामीलाई पहिलाको दिनहरू सम्झिँदा कस्तो रमाइलो लाग्छ खास पहिल्यै जान पाएँ पहिलाको ठाउँमा फेरि पहिल्यै सानो हुन पाएँ कति रङ्गीन हुन्थ्यो होला है जिन्दगी पनि भन्दै मैले यति चाहिँ घिउ निकालेँ अब त्यत्रो हल्लाउँदै हालत खराब भइसकेको थियो मेरो थाकिसकेको थिएँ फेरि यति आयो मेरो घिउ चाहिँ लगभग यसको आधा किलो हुन्छ अनि त्यसपछि मैले घिउ पनि बसालेँ घिउ बसालेर मेरो घिउ पनि कति मेहनतको फल कति मिठो हुन्छ है त्यति धेरै मेहनत गरेर यति घिउ निकाल्न पनि अनि आफ्ना नानी बाबुहरूलाई खुवाउन पाउँदा कति खुसी हुन्छ मन म सानो हुँदा मेरो बुबा आमाहरूलाई पनि मलाई यस्तै गरेर खुवाउन खोज्दा कति खुसी हुँदो उहाँहरूको मन तर के गर्ने त्यति बेला मेरो दिमाग कहाँ थियो र नखरा देखाउँदै नाटक देखाउँदै बसेँ बा आमालाई दङ्ग्लाउँदै अहिले ती दिनहरू ती पलहरू कति मिठो हुन्छ कति सम्झना मात्रै आउँछ के गर्नु टाढा भइयो छोरी मान्छेको जात न हो एक न एक पराइ हुनै पर्ने परिस्थितिले टाढा हुनै पर्ने अनि यति भन्दा मेरो घिउ पनि तात्यो म त इमोसनल पो भएछु बताउँदै अनि यो गाछ चाहिँ यस्तो सेतो आएको थियो नि यो सबै हटाउँछु मैले अनि त्यसपछि कस्तो मङमङ बास्ना आइरहेको थियो मेरो नानीले त खाँदिनन् उनलाई चाहिँ चुक्काएर भातमा रोटीमा राखेर खुवाउने हो बाबुले चाहिँ खान्छ अब हेर्नुहोस् है मैले तातो सेलाइसकेको थियो हल्का तातो मात्रै थियो त्यत्तिकैमा राख्दा पनि यो डिब्बा पुरै पग्लेर कस्तो भएर त हालत खराब भएको थियो मेरो के गरौँ कस्तो मन तातो हुँदा पनि घिउ राख्ने बेलामा त्यस्तो पग्लिने भाइ कस्तो ठुलो बत्ता थियो अहिले त यत्रै सानो भयो भाइ साथीहरू मेरो घिउ